लाई चाहिँ बर्न पेसेन्टलाई कसरी फ्लुइड चलाउने अथवा कुन फर्मुला युज गर्ने भन्ने मेथड चाहिँ भन्न गइरहेको छु। मैले जानेको कुरा यही फर्मुला नै युज हुन्छ प्राय हस्पिटलमा अथवा सबैजनाले यही फर्मुलालाई नै युज गर्नुहुन्छ। जस्तै यहाँ के छ भन्दाखेरि पाकलाइन फर्मुला भनेर छ। त्यो पाकलाइन फर्मुलालाई चाहिँ कसरी क्याल्कुलेट गर्ने अथवा बर्न फ्लुइड कसरी दिने भन्ने बारेमा हो। जस्तो के छ भन्दा द पाकलाइन फर्मुला युज टु द क्याल्कुलेट द हामीले अमाउन्ट कसरी दिने आइभी फ्लुइड रिक्वायर्ड द फर्स्ट 24 आवर्स भनेर छ। त्यो फर्मुलालाई चाहिँ कसले डेभलप गरेको, कहाँबाट डेभलप भएको भन्दाखेरि पाकल्यान्ड मेमोरियल हस्पिटलबाट चाहिँ यो फर्मुला डेभलप भएको हो। यसमा चाहिँ जस्तो पाकल्यान्ड फर्मुलामा के छ त हाम्रो फ्लुइड एमएल भोल्युम कति दिने, त्यस फ्लुइड एमएलमा चाहिँ हामीले 4 ml राख्छौँ इन्टु टोटल बडी वेट कति छ भनेर हुन्छ र टोटल बडी वेट इन्टु बर्न पर्सेन्ट कति पर्सेन्ट बर्न भएको छ भनेर हामीले थाहा पाउने। बर्न पर्सेन्ट थाहा पाइसकेपछि त्यसको फर्मुला अथवा टोटल बडी वेट इन्टु टोटल बर्न पर्सेन्ट इन्टु 4 ml, यो 4 ml चाहिँ भोल्युम भयो। र यसको लागि चाहिँ बेस्ट युज गर्ने फ्लुइड कुन हो त भन्दा रिङ्गल ल्याक्टेट जसलाई हामीले आरएल सोलुसन भन्छौँ, यो सोलुसन युज हुन्छ बर्न पेसेन्टको लागि। हामीले अब कसरी गर्ने त भन्दाखेरि यहाँ फ्लुइड दिँदाखेरि टोटल 24 आवरमा एकैचोटि हामी फ्लुइड दिँदैनौँ। त्यो टोटल 24 आवर्समा फर्स्ट 8 आवर्समा टोटल फ्लुइडको हाफ फ्लुइड दिन्छौँ हामी र रिमेनिङ जुन 16 आवर्स छ त्यो 16 आवर्सलाई हामीले चाहिँ के गर्छौँ त भन्दा रिमेनिङ हाफ फ्लुइड दिन्छौँ। यसरी गरेर 24 घण्टामा हामीले फ्लुइड चलाउनु पर्ने हुन्छ। फर इक्जाम्पल जस्तो कुनै पेसेन्ट एउटा बिरामी अथवा एउटा व्यक्ति भनौँ कुनै पेसेन्ट चाहिँ बर्न भएको छ, त्यो पेसेन्टको टोटल बडी वेट चाहिँ 50 kg छ, 20% चाहिँ उसलाई बर्न भएको छ। अब यसलाई हामीले कसरी निकाल्ने त भन्दाखेरि टोटल बर्न कति थियो त भनेर भन्दा 20% थियो। भोल्युम कति छ भन्दा हामीले यो फर्मुलाको 4 हो, पाकल्यान्डले दिएको फर्मुला 4 ml बर्न पर्सेन्ट इन्टु 20% अफ द बर्न इन्टु टोटल बडी वेट भनेको 50 kg छ। यो सबैलाई काउन्ट गर्दाखेरि 4000 आउँछ। 4000लाई हामीले डिभाइडेड हाफ गर्नुपर्ने छ, त्यही भएर डिभाइडेड बाई 2 गर्दाखेरि एकचोटि दिँदाखेरि 2000 ml चाहिँ आयो। यो 2000 ml लाई हामीले पहिलो 8 घण्टामा दिने र रिमेनिङ जुन फ्लुइड 16 आवर थियो र रिमेनिङ फ्लुइड थियो त्यसलाई चाहिँ 16 आवर्समा चाहिँ हामीले दिने। यसरी हामीले पाकलाइन फर्मुलालाई चाहिँ युज गरेर बर्न पेसेन्टलाई हामीले फ्लुइड दिन सक्छौँ। अब कति फ्लुइड दिने त भन्दाखेरि हामीले यसमा के छ त भन्दा एडल्टलाई चाहिँ एडल्ट पेसेन्टलाई दिँदाखेरि हामीले के गर्छौँ त भन्दा मोर देन कति त भन्दा 20% बर्न भयो भने हामीले फ्लुइड चलाउने र अनि त्यसपछि चिल्ड्रेनलाई हामीले कति गर्ने त भन्दाखेरि चाइल्डलाई 10% भन्दा बढी बर्न भयो भने हामीले फ्लुइड दिन्छौँ। थ्याङ्क यू सो मच। यदि केही कन्फ्युज भयो भने फिडब्याक पाऊँ।